माग्नुहुन्छ भने माग्नुहोस् सजिलो कि त्यस्तो आदेश छ हैन एटिट्युड के हो सर त्यसको मैले दुईटा फुली बढाउनु होला म प्रधानमन्त्री हुन छोडेर हिँड्ने मान्छे हो फुलीको चिन्ता नगर्नुहोस् देशको चिन्ता गर्नुहोस् म भाग्छु म तल बस्नु के भाग्छु म तल पुर्नु हजुर तल तपाईले हुन्छ मेरो प्याकिङ तपाईले गरिदिनुहुन्छ प्याकिङ गरेर दिनुहुन्न मलाई अरूले गर्नुहुन्छ हद नगर्नुहोस् यार अन्यायको हद एउटा मान्छेलाई अन्यायको हद नगर्नुहोस् मेरो अलिकति के तपाईँ यहाँ हेर्न आउनुहुन्छ भने आउनुहोस् मेरो यहाँ केही छैन आउनुहोस् न मसँग प्याकिङ मेरो कुरा छ चार म पोलिटिकल पार्टीको लिडर हो मेरो दुईजना मान्छे कुरा गर्नुपर्छ पिपुलले इलेक्ट गरेको मान्छे हो सर रेस्पेक्ट मेरो प्याकिङ गरेर मेरो औषधि मेरो सामान के सामान चिज त लानु पर्छ मैले पर्दैन त्यति के भयो चाहिँ के हो आदेश मान्नुहोस् न यस्तो पनि हुन्छ लिगल इलिगल आदेश नगर्नुहोस् तपाईँ मलाई हल गर्नु बेडरुमभित्र घरमा हुनुहुन्छ बेडरुमभित्र एकछिन प्याकिङ गर्दैछु भनेर अदालत मैले हेर्नु परेन कहाँ छ कागज पेपर हेर्नु परेन मैले कानुन व्यवसायलाई देखाउनु परेन अधिकार त होला नि मेरो देखाउनुहुन्छ त अनि भनेको तपाईँले कि यति मिनटभित्र प्रोग्राम गर्नु भनेको छ अदालतले के छ भन्नु त यति बजेर यति सेकेन्ड लैजानु भने म तपाईँसँग जाँदैछु होइन तपाईँले अति गर्नुभयो त तपाईँले यस्तो धकेल्नु भएको छ त्यो तरिका होइन नि सर मान्छेलाई पुरै नो सर सुन्नुहोस् है मलाई तपाईँहरूको सम्मान चाहिएको होइन अपमान गर्न पाइन्न अपमान गर्न पाइँदैन होइन जबरजस्ती गरेर भएको तपाईँ खेल्ने त्यो पनि तरिका हो कानुन बमोजिम होला त मलाई कानुन म्याच 1 मिनट भेट्दा के म कहाँ गएको भाग्छु म 7:30 म भाग्छु म मेरो सामान के सामान चिज त लानु पर्छ मैले पर्दैन त्यति के भयो चाहिँ के हो आदेश मान्नुहोस् न यस्तो पनि हुन्छ लिगल इलिगल आदेश नगर्नुहोस् तपाईँ मलाई इमानदारी पूर्वक भनिसक्यो पब्लिकले भनिसक्यो मैले म गिरफ्तारी दिँदैछु आफ्नो भनेर हेर्नुहोस् त पब्लिकले हेर्नुहोस् बस्नुहोस् न त भयो 5 मिनट मलाई कानुन व्यवसाय ल्याउनु दिनुहोस् मेरो अगाडिको बाटो हेर्नुपर्छ